आज दिउँसो रोल्पामा भएको जीव दुर्घटनामा 20 जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। थबाङ गाउँपालिका 1 रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु 1 जस 4167 नम्बरको बोलेरो जीप आज दिउँसो करिब 2:30 बजे दुर्घटना हुँदा 20 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। घटनास्थलमा स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार तथा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो। घटनास्थलमा वर्षा भइरहेका कारण उद्धारमा कठिनाई भएको छ भने टेलिफोन सम्पर्क पनि भरपर्दो रूपमा हुन सकेको छैन। उहाँका अनुसार नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माको कमान्डमा ट्राफिक सहित 10 जना सशस्त्र प्रहरी बलका दिपेन्द्र कुमार पाण्डेको कमान्डमा 11 जना तथा नेपाली सेनाका शिशिर ठकुरीको कमान्डमा 10 जनाको टोली परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय थबाङबाट खटिएको टोली घटनास्थलमा पुगेर बुझ्दा 20 जनाको शव फेला परेको पुष्टि भएको छ। मृतकहरूको विवरण भने आउन बाँकी रहेको छ भने अन्यको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ। घटनामा 1 जना घाइतेको उद्धार गरिएको छ। रुकुम पूर्व सिस्ने गाउँपालिका 5 टाकुरा बस्ने 32 वर्षीय समीर कामी घाइते भएका छन्। उनको बायाँपट्टि निधार र बायाँ आँखामा चोट लागेको छ र अवस्था मध्यम रहेको छ। उनलाई आधारभूत जलजला अस्पताल थबाङ रोल्पामा उपचार भइरहेको छ। जीप चालक रुकुम पूर्व सिस्ने गाउँपालिका 5 का वेदबहादुर विक्रयको खुलेको छ। यति ठुलो भयानक दुर्घटनामा 20 जनाको मृत्यु तर 1 जना मात्रै बाँच्न सफल हुने समीर कामी भन्छन्। म रुखको हाँग समातेर हामफालेर बाँचे, अरू सबै एउटा पनि बाँच्दै बाँचेका छैनन्। धेरै भिन्न एउटा त बिति जानुभयो अनि मेरो मम्मी आउनु भएको थियो, मम्मी बिति जानुभयो, अरू सबै बिति गएको थियो मान्छेहरू। तपाईँको मम्मीहरू निम्ति हुनुहुन्थ्यो नि? बिति जानुभयो। अब एउटा पनि छैन कि बाँचेको मान्छे, पुरै छाङ्गो रहेछ तल। उहाँलाई उयो गाडीले तल झरेको गाडीले म त ठ्याक्कै म पनि गइजान्थेँ। त्यस्तो भिरालो थियो, ठ्याक्कै म रुखको जरो देखेँ अनि त्यसलाई पकाएर रोकेँ कि म त अड्डिएँ। त्यस्तो